यहाँ चाहिँ रग्बी गेम भइरहेछ। सो राइट गाइज हामी चाहिँ ओखाबाट अब झोरतिर लगाएर भुतखेलबाट यो झोर जाने बाटो। सुनसान जङ्गल छ, राष्ट्रिय निकुञ्ज क्षेत्र चाहिँ अब यता यो यहाँ पुग्यौँ। यहाँ चाहिँ एउटा 3टा झरना छ, गुर्जे झरना, चिलाउने झरना, छोङछोङ झरना अरे। यहाँ पुग्ने भन्ने प्लान नै थिएन कि आज नि यस्तै भइदिएर झोर झर्न जाने भने झोर्न बाटोमै छुटिहाल्यो यार। बाटोमै छुट्यो अनि त्यसपछि 5 किलोमिटर अगाडि पुगेर अनि याद आयो कि हामी त झोरतिर लाग्यो भनेर। अनि यस्तो म्याप खोलेर हेरेर त झोर त पछाडि नै रहेछ क्या रोडमै। हो चाहिँ हामी यता यो सूर्यचोर क्रस भइसकेर पनि यस्तो यो जाडो जाडो इन्भाइरोमेन्टमा कहाँ हो यो। कस्तो चिसो मौसम हो यार, बवाल बवाल बवाल। ओए शान्त मौसम। तो हामीहरू चाहिँ अब यो के झरना हो यार, नामै पर्ने बिर्सेँ म। गुर्जे झरना हो कि गुर्जे झरनातिर गइरहेछौँ। चला न, यसलाई म अब कन्फिडेन्ट बुस्ट गरी लग्नु पर्यो। गाह्रो छ मा, कहाँ छ गाह्रो? डर लागिरहेछ यस्तो। 2 किलोमिटर मात्र हो। हुस्सुल आएर पुरै बवाल सिन देखिन्थ्यो। आज पुरै यो उहिरोले पुरै ढाकेको छ। उत्रिनु पर्ने भयो भन्, छैन उत्रिनु पर्दैन। नखसाइ चाहिँ मलाई चाहिँ बिस्तारै हो यता राइट साइडबाट बिस्तारै चेपेर हिँड्नु। यो काकानीमा यति झर्ना छ, यति झर्ना छ। यही रोडमा पनि 3टा झर्ना हो कि 3टा। कन्फिडेन्ट हात टाइट गर, हात टाइट गर। हात चाहिँ त लुलो गर्दै नगर्नु, हल्का टाइट गर अनि जान्छ कि इजी। यताबाट चेपेर बिस्तारै झर, बिस्तारै 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 बिस्तारै। यसलाई चाहिँ कन्फिडेन्ट बुस्ट गर्नु पऱ्यो नि है। यता राइटबाट चेप। लास्टै छ कि लास्टै डेन्जर रोड छ। हेर्नु सक्नुहुन्छ पछाडि, हेर्न सक्नुहुन्छ रोड यो। सिन हेर्नु सक्नुहुन्छ। के हो नजिकै छ अरे 2 किलोमिटर। हुस्सुल आएर पुरै ध्वस्तै भएको छ यार पछाडि। हेर्नु सक्नुहुन्छ पछाडि केटाहरूलाई। अफ रोड अब आइसक्यो। उकालोमा चाहिँ म ल्याउनु पर्ला यार। पुगिसकेँ। यहाँबाट चाहिँ तल जाने अनि माथिबाट उताबाट लौके जाने हो, माथिको त्यो रोडबाट। यहाँबाट चाहिँ यो झर्न जाने बाटो हो गुर्जे। 1.45 किलोमिटर अगाडि लास्टै हो यार हिँड्न तल। यहाँबाट बाइक त जान्थ्यो त। ल केटा भ्लग बनाऊ। कता हो तलै हो? तल 1300 भनेपछि तल 1300 भने 1300 क्या यता उतै फेदमा उत्रिने हो कि। यहाँ चाहिँ गाँजै गाँजा छ त केटा। हेर्दै किन अनुहारै बिल्ला छ त। अनि गुर्जे झर्ना यहाँदेखि 250 मिटर माथि चाहिँ सूर्यचौर हो। उता माथि अनि त्यो चाहिँ लौके जाने बाटो, लौके होइन रसुवा जाने बाटो हो। हामीले अघि त्यो बाटो जाने हो। 250 मिटर त्यति टाढा पुग्दैन साथी। म त तलको फेद हो कि सोचेको थिएँ। यहाँ जुगा नलाग्यो भने कहाँबाट लाग्यो जुगा? यहाँ हेर्न सक्नुहुन्छ झर्ना हन्टिङ। तिमी च्यानलको नाम चेन्ज गर यार। ओइ च्यानलको नाम चेन्ज गर। अब द ट्राभलर्स। यहाँ जुगा ऊ, यहाँ एउटा जुगा, अर्को जुगा, अनि एउटा अर्को जुगा ऊ अगाडि छ। ऊ एउटा जुगा दौडिँदैछ अगाडि। नयाँ झर्ना हन्टिङ। हामी चाहिँ झर्ना खोज्दै हाल्ने हो। कहाँ छ झर्ना होइन? के गर्दैछौ? घरमा बाबाआमालाई देखाउनु पर्ने हो। खै यता फर्क्यौ त एकचोटि, यता देखाउ त एकचोटि। घरमा बाबाआमालाई लगेर देखाउनु पर्ने हो। तर गाइस हामी चाहिँ एउटा हिडन झर्नामा आएको होइन। अब यो झर्नामा त्यति अब त्यस्तो मान्छेहरू नै आउँदैन, त्यस्तो मान्छे नै आउँदैन यो झर्नामा चाहिँ। यो कस्तो छ झर्ना थाहै छैन, छ कि छैन। छ भन्दै थिएँ। ए घट्ट रहेछ, पानी घट्ट छ होला। हेरौँ छैन। पानी घट्ट आयो त छ यहाँ। ल पानी घट्ट कल देखाएको छ। ए झर्ना चाहिँ कोही छैन कि मान्छे, पिस ठाउँ छ।
सुरेचौरबाट तल 3 किलोमिटर हो, आउने टक्क 2 किलोमिटर हिँड्ने, 1 किलोमिटर बाइकमा आउने। चिल छ ठाउँ। यी झर्ना आवाज सुन्नु सक्नुहुन्छ, त्यहाँ तिसकै एउटा हुन्छ नि रहेछ त, यो त झन् ठुलो छ त। यो खत्रै छ क्या, हिडन झर्ना। ओइ बवाल छ। जाम है माथि, एकछिन जाम न है। हिडन छ यार। फाइनली कहाँ यति भइहाल्यो नि, तल जान मिल्दैन क्या हो। हाइट यो त डेन्जर, मान्छे छैन हो। देख्न सक्नुहुन्छ हाम्रो भाइहरू, मुस्कान नै हिरो हो क्या भाइको त। झर्ना के हो लगाएको हो क्या, यता फोटो खिचेर हुन्छ। भाइको त ठुलो रहेछ यार भुँडी। खै बडी देखाउ त यस्तो, देखाउ न यस्तो सबै गर न, सबैकै यस्तो सबैकै यस्तो 2 हातले। देख्न सक्नुहुन्छ हामीहरू चाहिँ यस्तो रमाइलो ठाउँ छ है यो। लौके भन्दा नि एउटा कोही नै नहुने क्या, पिस क्या, शान्त एरिया। झर्ना चाहिँ ठुलो यो, अब पानी पऱ्यो यहाँ भन्नाले यो चाहिँ लास्ट ठुलो हो क्या। रमाइलोको नजिक चाहिँ जानै सकिन्न, तल रमाइलो त्यहीँ छालहरू आउँछ। यस्तो रमाइलो छ ठाउँ, त्यस्तै रमाइलो भइरहेछ। केटाहरू फोटो खिचिरहेको छ न, मिलेर मैले चाहिँ नुहाउन गएर आइसक्यो। मैले चाहिँ भिडियोमा राखेँ यार, मोबाइल चाहिँ अनै गर्न बिर्सिरहेको छु क्या भिडियो। यत्रो बेर बसे भिडियो नै नबनिदिएर केटाहरू खै किन फोटो खिच्न छोडेर नुहाउन केटा हो, रमाइलो भइरहेको छ यार। कसरी देख्न सक्नुहुन्छ चाहिँ अब लुगा लगाएर अब निस्किसक्यो। अब क्यामेराबाट एउटा भिडियो सर्टहरू बनाउनु पऱ्यो। र त्यही उसमा लुगा उता भएर लुगा लगाएर अब लुगा चेन्ज गरेर अब चाहिँ हामी फर्किनेवाला छौँ। फर्केर अब झोर चाहिँ अघि मिस भएर यता आएको थियो क्या, यता आएर तर लास्ट चाहिँ राम्रो भयो। जे हुन्छ राम्रैको लागि हुन्छ है। त्यही भएर अब फर्किँदाखेरि बाटोमा झोर छ, झोर चाहिँ एकछिन छिर्छौँ, झोरको पनि सर्टहरू लिन्छौँ, झोरलाई देखाउँछु। अनि त्यसपछि त्यहाँबाट अनि हामी रिटर्न काठमाडौँ फर्किन्छौँ। त्यही नै हो गाइस, रमाइलो भयो आज। हाम्रो एउटा एलिस साथीले चाहिँ नुहाएन, फोटो गराएर काम गऱ्यो, त्यसलाई देख्न सक्नुहुन्छ। मेरो अर्को मोबाइल चाहिँ स्विच अफ भइसक्यो, यो अब कस्तो आइरहेछ। अब चाहिँ हामी घरतिर लागिरहेछौँ। त्यही हो, निस्किसक्यो हामी त्यहाँबाट। बाटो चाहिँ यस्तो छ, ठाउँ ठाउँमा झर्ना छ। ओ केटा हो, यहाँ रहेछन् केटाहरू, के गर्दैछन् यहाँ? यहाँ त घाम रहेछ, बरु नुहाउने ठाउँ छ यहाँ। केटा यहाँ नुहाइरहेछन् अघिको भाइहरू। लाग्यो यिनीहरू त घर जान्छु भन्दै थियो त। घर गएन केटाहरू, घर गएन यार, घरै गएन। यसरी आउनु पर्ने खासमा हामी यहाँ। खानेकुरा त टन तल झर्नाबाट फर्किसक्यो। अब चाहिँ हामी माथि लागेर अनि जोरबाट रेनकोट मिलाइसक्यो। पानी पऱ्यो एकछिन, अनि रमाइलो चाहिँ मौसम। कतिखेर पानी पर्दैछ, कतिखेर घाम लाग्दैछ। यसको हेलमेटमा जुगा पसेर रोक्यो। अब एकछिनमा झोर जान्छौँ बाटोमा, झोर भएर अनि काठमाडौँ जानुपर्छ। सुजनहरू माथि गइसक्यो। त्यो झर्ना जानलाई चाहिँ यो तलबाट जानु होला। हामी यहाँबाट निस्किसक्यो, यो पसल छ। यताबाट चाहिँ अर्को झर्ना जाने, त्यहाँ चाहिँ पहिरो परेको छ, तर यताको यो ठिक छ, नजिक छ।
रिल ऊ त्यहाँ हेर सूर्य चोर हेर त झोर आइसक्यो झोरतिर त भिड धेरै भिड हुन्न यहाँ चाहिँ यत्तिकै हो भिड धेरै भिड चाहिँ त्यस्तो भिड चाहिँ हुन्न खुट्टा टेक्न शनिबार हो शनिबार यत्तिको हुनु यति नजिक अनि काठमाडौँबाट त्यो तल टोखाबाट यहाँ यति नजिक हुने राम्रै हो नि कति भिड हो कताबाट जाने अब चाहिँ झोरतिर लगाएर झोर झर्ना लास्ट भिड छ यार यो शनिबार त यो नजिक हुनाले हो क्या ए हुन त मन्दिर नै हो अघि कहीँ मन्दिर खोज्दै थिएँ यतैको मन्दिर त होइन मन्दिर नि छ रहेछ यहाँ दर्शन नि हुन्छ घर फर्किँदाखेरि अब खासमा हामी यहीँ आउने भनेर आएको होइन ए यहीँ होला है तलतिर होला के यहाँ चाहिँ मन्दिर रहेछ मेला नै लागेर हुँदो रहेछ म त मन्दिर चाहिँ थाहा थिएन यार यहाँ मन्दिर पुस्तक खाले कहाँबाट पानी ल्याएर यहाँ छाडे जस्तो छ झर्ना कति भिड छ हेर्न सक्नुहुन्छ